साथीहरू हामीहरूले प्रयोग गर्ने फेसबुकको ट्याब बारहरूलाई आफ्नो आवश्यकता अनुसार कुन ट्याब बारहरू राख्ने अथवा कुन ट्याब बारहरूलाई हटाउने त भन्ने बारेमा जान्नेछौँ। र यो भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णलाई म राजकुमार थापाको तर्फबाट नमस्कार अनि हार्दिक स्वागत छ। त्यसो भए हामीहरूले प्रयोग गर्ने फेसबुकको ट्याब बारहरूलाई कसरी आफ्नो आवश्यकता अनुसार राख्ने वा हटाउने त यो प्रयोगात्मक भिडियो हेरौँ। फेसबुकको ट्याब बारहरूलाई आफ्नो रुचि अनुसार राख्नको लागि अथवा हटाउनको लागि हजुरले फेसबुक खोलिसकेपछि अब कुन चाहिँ ट्याब बारहरूलाई हजुरले राख्न अथवा हटाउन चाहनुहुन्छ, जस्तो कि हजुरले यो मार्केट प्लेस, भिडियोज, प्रोफाइल अथवा नोटिफिकेसन के कसो हो आफ्नो इच्छा अनुसार आफ्नो आवश्यकता अनुसार राख्न चाहनुहुन्छ अथवा हटाउन चाहनुहुन्छ, त्यो ट्याब बारलाई एकछिन छोइराख्नु होला। जस्तो कि म यो भिडियोजको ट्याब बारलाई म राख्न अथवा हटाउन चाहेको खण्डमा म यसलाई छोइराख्छु एकछिन। हजुरहरूले फेसबुकको ट्याब बारहरूलाई यसरी एकछिन छोइराख्नुभयो भने यहाँ यस्तो खालको सेटिङ्सहरू हजुरले देख्न सक्नुहुनेछ, जस्तो कि टर्न अफ नोटिफिकेसन डट्स, पिन टु ट्याब बार, हाइड फ्रम ट्याब बार, कस्टमाइज योर ट्याब बार गरेर यहाँ विभिन्न किसिमका सुविधाहरू देखिनेछन्। अब हजुरहरूले आफ्नो आवश्यकता अनुसार यसलाई मिलाउन सक्नुहुन्छ। जस्तो कि जतिखेर पनि माथि त्यो ट्याब बारमा रहिरहोस् भन्न चाहनुहुन्छ भने पिन टु ट्याब बारमा क्लिक गर्नु होला, र त्यो भिडियोजको जुन ट्याब हुन्छ त्यसलाई हटाउन चाहनुहुन्छ भने हाइड फ्रम ट्याब बारमा क्लिक गरेर हाइड गर्न सक्नुहुन्छ अथवा लुकाउन सक्नुहुन्छ। र त्यसपछि अब यहाँ तल रहेको छ कस्टमाइज योर ट्याब बार। यसको मतलब यो हो कि अब हजुरले चाहिँ कुन राख्ने हो कुन हटाउने हो आफ्नो इच्छा अनुसार राख्न अथवा हटाउन सक्नुहुन्छ। जस्तो कि कस्टमाइज योर ट्याब बारमा क्लिक गर्नुभयो भने यहाँ हेर्नु होला आफ्नो प्रोफाइल, फ्रेन्ड्स, ग्रुप्स, मार्केट प्लेस, रिल्स, गेमिङ। सामान्यतः फेसबुकको यी ट्याब बारहरू अटोमै रहेका हुन्छन्, र यदि हजुरले आफ्नो आवश्यकता अनुसार पिन गर्न चाहनुहुन्छ अथवा माथि राख्न चाहनुहुन्छ भने यो अटोको छेउमा एउटा डाउन एरो बटन छ, यसमा क्लिक गर्नु होला। त्यसपछि अब पिन गर्नुहोस् अथवा अटोमै राख्नुहोस् अथवा हाइड गर्नुहोस्, आफ्नो आवश्यकता अनुसार राख्न र हटाउन सक्नुहुन्छ। सामान्यतया अटोमा हुने भएको हुनाले अटोमा बाहेक यदि हजुरले माथि नै सधैँभरि रहोस् भन्न चाहनुहुन्छ भने पिनमा क्लिक गर्नुहोस्, र माथि भएको चिजलाई यदि हटाउन चाहनुहुन्छ भने हाइडमा क्लिक गरेर फेसबुकका ट्याब बारहरूलाई हजुरले लुकाउन अथवा देखाउन हजुरले सक्नुहुन्छ। र यो कुरा हजुरले फेसबुकको सेटिङ्समा गएर पनि मिलाउन सक्नुहुन्छ। सेटिङमा जाँदा अलिकति लामो प्रक्रिया हुनसक्छ। जस्तो कि म फेसबुक खोलेँ। फेसबुक खोलिसकेपछि दायाँतिर माथितिर रहेको तीन धर्समा क्लिक गर्नुहोस्। त्यसपछि फेरि यो सेटिङ्स एन्ड प्राइभेसीमा क्लिक गर्नुहोस्, र फेरि सेटिङ्समा क्लिक गर्नुहोस्, र यहाँ तलतिर आउनुहोस्। यहाँ रहेको छ ट्याब बार भनेर, हेर्नुहोस् यहाँ ट्याब बार भनेर लेखिएको छ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि फेरि कस्टमाइज द बार लेखिएको छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि जुन अघि मैले हजुरलाई भने फेसबुकका ट्याब बारहरू कस्टमाइज गर्ने अथवा आफ्नो आवश्यकता अनुसार आफ्नो अनुकूल अनुसार राख्ने वा हटाउने सुविधा पनि यसरी देख्न सक्नुहुन्छ। यो अलिक लामो प्रक्रिया भएको हुनाले हजुरलाई झन्झटिलो लाग्न सक्छ, तर यदि हजुरले सिधै एकदम छोटो छरितो ढङ्गबाट यो काम गर्न चाहनुहुन्छ भने फेसबुकका ट्याब बारहरूलाई एकछिन छोएर यसरी राखिराख्नुहोस्। त्यसपछि यहाँ जुन सेटिङ खुल्नेछ, र त्यसपछि अब हजुरले आफ्नो आवश्यकता अनुसार यसरी राख्न अथवा हटाउन सक्नुहुनेछ फेसबुकका ट्याब बारहरूलाई। र साथीहरू यो फेसबुकको ट्याब बारको बारेमा जुन मैले यो भिडियो बनाएको छु, यो भिडियोको बारेमा यदि हजुरको मनमा कुनै पनि दुविधाहरू छन् अथवा जिज्ञासा छन् भने मलाई कमेन्टमा चाहिँ भन्न नभुल्नु होला। हस्त साथीहरू, हामीहरूले प्रयोग गर्ने फेसबुकको ट्याबहरूलाई आफ्नो अनुकूल कसरी राख्ने अथवा हटाउने भन्ने बारेको एउटा जानकारीको भिडियो। हजुरले आफ्नो अमूल्य समय निकालेर यो भिडियोलाई यहाँसम्म हेरिदिनु भयो। म हृदयदेखि नै मुरी धन्यवाद व्यक्त गर्दछु। यो भिडियो कस्तो लाग्यो, मन परे लाइक गर्न, र यो भिडियोको बारेमा हजुरहरूको मनमा कुनै पनि सुझाव सल्लाहहरू छन् भने कमेन्टमा छोड्न पनि नभुल्नुहोला। र यो भिडियो अरूलाई पनि देखाउन मन छ भने सेयर पनि गर्न सक्नुहुन्छ भन्दै म आजको यो भिडियोबाट अहिलेलाई ओझेल्न पर्दछु। हस्त, धन्यवाद। जय नेपाल, नमस्कार।